आज मैले लिएर गएँ मम्मीलाई हस्पिटल। आखिर मम्मीलाई के भएर मैले हस्पिटल लिएर गएँ त? हस्पिटल पुगेपछि मम्मीलाई यस्तो गर्नुपर्छ भनेर डाक्टरले भनिसकेपछि एकदमै डर लाग्यो मलाई। के छ फ्यामिली, सबैजना सन्चै राम्रै हुनुहुन्छ होला? म एकदम ठिकठाक छु। मेरो दिनको सुरुवात चाहिँ यसरी हुन्छ है त। अनि बिहानै चाहिँ मम्मीले फोन गरेर चाहिँ मलाई यस्तो यस्तो भएको छ, मलाई चाहिँ लास्ट नै गाह्रो भयो, त्यही भएर चाहिँ म बजार चेकअप गर्नु चाहिँ झर्छु भनेपछि चाहिँ मम्मी उताबाट चाहिँ ट्याक्सीमा चढेर चाहिँ जिल्ला हस्पिटल चाहिँ आइसक्नु भएको थियो। म चाहिँ खानासाना खाएर चाहिँ सिधा जान्छु जिल्ला हस्पिटल। जिल्ला हस्पिटल पुगेपछि चाहिँ एकैछिन मम्मीलाई यताउता हेर्छु, मम्मी चाहिँ भेटिनुहुन्न। आखिरमा चाहिँ तल गएर चाहिँ बस्नु भएको रहेछ। अनि त्यसपछि चाहिँ हामीले पहिला सुरु चाहिँ मम्मीको बिपी चाहिँ चेक गराउँछ। मम्मीले चाहिँ एकदमै रिगाटा लागिरहेको थियो अरे। अनि हजुरले सोध्दै हुनुहुन्छ होला के समस्या भएर चाहिँ हस्पिटल आएको होलान् भनेर चाहिँ सोध्दै हुनुहुन्छ होला। पक्नुहोस् भन्छु है त। त्यहाँ पुगेपछि चाहिँ अरू मान्छेहरू पनि लाइनमा हुनुहुन्थ्यो, त्यस कारण चाहिँ हामी पनि लाइनमा चाहिँ वेटिङ लिस्टमा बसेका थियौँ। मलाई नि बोलाएर एकैछिन बाहिर बसिरहेको थिएँ। उताबाट चाहिँ एउटा भाइ रुँदै आएर चाहिँ हेर्नुहोस् न रोएर कस्तो हालत, 2-3 चोटि बोलाउँदा नि बोलेन। त्यसपछि मैले चाहिँ बोलाउनै छोडिदिएँ। अनि त्यसपछि हाम्रो केही बेरपछि चाहिँ हाम्रो पालो पनि आउँछ, अझै नि भन्दैन भनेर सोध्दै हुनुहुन्छ होला मम्मीलाई के भएको भनेर। म चाहिँ भन्छु है रोक्नुहोस्। अहिले चाहिँ तपाईँहरूले कुनले हेर्नु भएको छ कमेन्ट गर्नु होला। यसभन्दा पहिला पनि मम्मीको चाहिँ दाँतले गर्दा चाहिँ मुख एकदमै सुन्निएको थियो। त्यसपछि त्यो ठिक भएपछि फेरि अर्को दाँतले चाहिँ समस्या दियो, त्यसलाई चाहिँ हामीले फाल्ने भनेर चाहिँ जिल्ला हस्पिटल चाहिँ आएका हौँ। डाक्टरले चाहिँ टाका लाउनु पर्छ भनेर चाहिँ भन्नुहुन्छ। मलाई चाहिँ टाका ल्याउनु पठाउनु भयो। अनि त्यसपछि मैले टाकाहरू पनि लिएर चाहिँ डाक्टरलाई दिएँ। अनि हजुरले सोध्दै हुनुहुन्छ होला भएको दाँत पनि किन फाल्नु लाग्यो होला भनेर चाहिँ सोध्दै हुनुहुन्छ होला। यो चाहिँ मम्मीको दाह्रो आएको दाँत चाहिँ थियो, त्यो चाहिँ काम नलाग्ने दाँत हो, त्यही भएर चाहिँ हामीले फाल्नु लागेका हौँ। अनि आधा घन्टापछि चाहिँ मम्मीको दाँत पनि फालेर सकिन्छ। अनि डाक्टरले चाहिँ दबाईहरू चाहिँ लेखेर दिनुहुन्छ। त्यसपछि फार्मेसीमा गएर चाहिँ दबाईहरू चाहिँ लिएर आउँछौँ। अनि त्यसपछि चाहिँ हामी सिधा लाग्छौँ घरतर्फ। अनि हामी आमा छोरा चाहिँ ट्याक्कसँग चाहिँ हिँड्दै अलि परसम्म चाहिँ जान्छौँ। त्यसपछि चाहिँ मम्मी पनि गाडी आउँछ र गाडीमा चाहिँ जानुहुन्छ। म नि हिँड्दै चाहिँ रुममा जान्छु। आजको लागि चाहिँ यति नै है त। मेरो दिन चाहिँ यसरी बित्यो, हजुरको कसरी बित्यो त कमेन्ट गर्न नबिर्सिनु है त। आजको लागि चाहिँ यति।